अनि धन्यवाद दिन चाहन्छु आशिषको प्रार्थना गरिदिनु भएको निम्ति मातालाई सुन्दरलाई अनि हामी सबैजनालाई म फेरि धन्यवाद भन्न चाहन्छु। र धन्यवाद मलाई व्यक्तिगत रूपमा धेरैजनाले फोन मार्फत भेटेर पनि शुभकामना दिनुभयो जन्मदिनको एकदमै यहाँप्रति म धेरै धेरै धन्यवादी छु। अनि यो चाहिँ मेरो पहिलो बर्थडे सेलिब्रेसन हुँदैछ यो प्रकारले धेरैजना सँगै बसेर मेरो लागि एउटा खुसी र आनन्दको क्षण पनि महसुस गरेको छु मैले। अनि यहाँले थाहा पनि पाइहाल्नुभयो 40 वर्षमा अब म प्रवेश गर्दैछु। अनि यो 40को एकदम यो नम्बरलाई चाहिँ म एकदम बढी ध्यान दिन्छु र यो 40 वर्षको एउटा क्षण पनि एकदम यादगार क्षण नै रहने भयो मेरो जीवनमा चाहिँ। बाइबलमा 40 नम्बरलाई एकदमै प्राथमिकता दिएको छ होइन। यीशु ख्रीष्टको जीवनमा पनि मोसाको जीवनमा पनि हामी 40 दिनको उपवास प्राप्त गर्दाखेरि 40 नम्बरलाई बाइबलले आधारहरू यो छ भनेर पनि हामी हेर्दै गर्थ्यौँ। र आज ठिक त्यस्तै म 40 वर्षमै प्रवेश गर्दै गरेको रहेछ। अनि यो क्षण सबै कुराहरू एकदम प्रभुको योजना है। उहाँको समयहरू कति सुन्दर असल भएको मैले महसुस गरेको छु। म विशेष परमेश्वरलाई धन्यवाद यहाँ सम्पूर्णलाई धन्यवाद छ। यो बन्दोबस्त जुन गर्नुभयो मैले अपेक्षा गरेको त थिइनँ तर पनि यहाँले जुन सरप्राइज मेरो न्युज तयार गर्नुभयो यहाँ सबैजनालाई धन्यवाद दिन चाहन्छु। म अन्तिममा एउटा कुरा के भन्न चाहन्छु भने आज बिहान जब म उठ्दै थिएँ अनि मेरो जीवन सङ्गिनीले होइन मलाई चाहिँ बर्थडे विस गर्यो। अनि मेरो विचार एकदम त्यो एउटा नयाँ एउटा केही कुराहरूले भइरहेको मैले महसुस गरेँ। अनि मैले यो 40 वर्षको जन्मदिनलाई लिँदै गर्दा या